तपाईले दुःख पाउँदा म सुख पाएर शानले एसीवाला गाडीमा हिँडेर नेताजी भन्दै नमस्ते गर्दै माला लाएर हिँड्नु पर्यो भने त चर्का हान्ने हुन्छ मलाई केही फरक हुँदैन पाइँदैन अरूलाई पनि हुन दिनुहोस् मलाई मात्र होइन कहिले पनि म एउटा कुरा भन्छु एउटा अन्तिम कुरा भन्छु प्राय जस्तो नेतृत्वमा आएका मान्छेहरूलाई नेताहरूलाई असाध्यै ठुलो बनाइन्छ उनीहरूको लागि मन छुट्टै बनाउने सोफा छुट्टै बनाउने माला छुट्टै हाल्ने यो काम नगरिदिनुहोस् प्लिज केही तपाईँ र ममा केही फरक पनि छैन हुनु पनि हुँदैन मलाई यस्तो चिजले मलाई यो कुराहरू भद्दा लाग्छ म कहिले पनि कहीँ पनि आउँदा मेरो लागि अर्को छुट्टै प्लेटमा हाले कप तल हालेको ल्याइदिने मेरो लागि अलिकति छुट्टै ठाउँ अलग गरेर बसाइदिने मेरो लागि म आएपछि अर्को केही टेबल सफा गर्ने म बाँचुन्जेल मलाई यो चाहिँदैन बाबा तपाईँ भइ माग्नुहुन्छ म वहीँ बस्छु मलाई चाहिँदैन मैले यो लोकप्रिय हुनको लागि भनेको होइन हामीले मलाई मात्र होइन कुनै पनि जनप्रतिनिधि भनेको जनताको सेवक हो भने अब मालिक होइन सेवक हो सेवकको स्थानलाई सेवकै ठाउँमा राखौँ उसलाई राजा महाराजा जस्तो मालिक जस्तो ट्रिट हामीले नगरौँ सामान्य समाज तरिका हो तपाईँले चिया खाने पसलमा मैले चिया खानु नहुने म को तपाईँ तरकारी किन्न म तरकारी जानु नहुने म को तपाईँलाई धुलो हुन्छ मलाई धुलाउनु हुँदैन त्यस कारणले अरूको हकमा पनि यो कुरा लागू होस् मेरो लागि कहीँ पनि म पछि कार्यक्रमहरूमा आउँदा यता आउँदा कहीँ भएर मैले जिते पनि मैले हारे पनि मेरो नाता अब यो ठाउँसँग हिजो पनि जोडिएको थियो अर्को ढङ्गले अब राजनीतिक ढङ्गले जोडिएको छ मेरो लागि कहिल्यै केही पनि विशेष व्यवस्था गर्नु पर्दैन तपाईँ आफ्ना लागि जे गर्नुहुन्छ मलाई त्यति भएपछि म एउटा कुरा बताउनुहोस् तपाईँलाई अहिले निर्वाचन आयोगले आचार संहिताले दिँदैन अहिले मैले त्यो चिज गर्यो भने यसले भोट माग्नको लागि गर्यो भनेर भन्छ होला तर म तपाईँलाई ग्यारेन्टीका साथ भन्छु यो क्षेत्रका प्रतिनिधि मैले देशैभरिको कुरा गर्न त बाँकी नै छ तर अब म यो क्षेत्रको प्रतिनिधिको भएको हिसाबले म यो क्षेत्रको उम्मेदवारको रूपमा आएको छु यो क्षेत्रका मान्छेलाई जे पर्यो भने पनि पहिलो कल मलाई गर्ने हो त्यो मेरो सचिवालय यदि चुस्त हुनेछ कि तपाईँलाई अहिले मैले गर्न मिल्दैन अहिले मैले गरेँ भने यसले भोट माग्नलाई गर्यो होला भन्ने अर्थ लाग्छ मैले आज तपाईँले सचिवालय हरेक जनप्रतिनिधिको सचिवालय चुस्त हुनुपर्छ त्यसमा मेसेज आउँछ त्यहाँ आफ्नो कुरा राख्न पाइन्छ यहाँ गाह्रो भयो यहाँको बाटो यस्तो भयो भन्न पाइन्छ म तपाईँलाई यस्तो एउटा सचिवालयको प्रत्यावधि दिन्छु त्यस कारणले मैले तपाईँलाई बताएको छु तपाईँलाई जे परे पनि क्षेत्र नम्बर 2 का मान्छेलाई जे परे पनि जे भए पनि जतिखेर पनि क्षेत्र नम्बर 2 का मान्छेले सम्झिने भनेको आफ्नो जनप्रतिनिधिलाई मलाई हो तर यो म तपाईँलाई मैले चुनाव जिते पनि नजिते पनि यो कुरा याद गर्नु जितेपछि गर्छु भनेको छैन मैले अब म क्षेत्र नम्बर 2 सँग जोडिएको छु नि मैले चुनाव जिते पनि मैले चुनाव नजिते पनि तपाईँलाई जे परे पनि म छु तपाईँको पहिलो कल अब आपत पर्दा इमर्जेन्सी पर्दा फेरि इमर्जेन्सीमा डाक्टरलाई कल गर्नु पर्यो फेरि त्यसो भन्दा फेरि बिरामी पर्ने बित्तिकै मलाई गर्नु होला त्यो फेरि भएन होइन यहाँ घरमा चोर आयो भन्ने बित्तिकै फेरि मलाई पुलिसमा गर्नु परिहाल्यो पहिला त पहिलो त त्यहाँ सुरक्षा लिनु पर्यो फेरि यसमा अन्यथा नहोस् ए बाबु यहाँ चोर आयो भनेर फोन गर्नु होला सामान गइसक्ला